मार्जिन ट्रेडिङ यो शब्द सुन्दा अलि जटिल लाग्न सक्छ हैन त? तर यसको खास रहस्य भनेको केही शब्दहरूमा मात्रै लुकेको छ। आज हामी यिनै शब्दावलीहरूको जालोलाई फुकाउने छौं एकदमै सरल भाषामा। ट्रेडिङ गर्दा यस्ता शब्दहरू सुनिन्छन् नि, कहिलेकाहीँ त के हो जस्तो लाग्छ। यदि यस्तो महसुस भएको छ भने नातिनुस्, यो धेरैला हुन्छ। लाउनुस् यी सबै शब्दहरूलाई एक एक गरेर केलाउँ। आजको हाम्रो छलफललाई हामीले 5 वटा खण्डमा बाँडेका छौं। हामी सुरु गर्नेछौं मार्जिन ट्रेडिङ के हो बाट, त्यसपछि खाताका मुख्य कुराहरू, मार्जिनको प्रयोग अनि खाताको स्वास्थ्य कसरी जाँच गर्ने भन्ने बारेमा हेर्नेछौं र सबैभन्दा महत्त्वपूर्ण अन्त्यमा हामी खतराको घण्टी बज्दा के हुन्छ त्यो पनि बुझ्नेछौं। ल त सुरु गरौँ हाम्रो पहिलो खण्डबाट। मार्जिन ट्रेडिङ बुझ्नका लागि यसको जगमा रहेका दुईवटा मुख्य कुरा बुझ्नुपर्छ। एउटा हो मार्जिन र अर्को हो लिभरेज। पहिले यिनैबाट कुरा सुरु गरौँ। ओके, मार्जिन भनेको के हो त? यसलाई सजिलो भाषामा भन्दा यो एक किसिमको धरोटी जस्तै हो। जब कुनै ट्रेड सुरु गरिन्छ, ब्रोकरले सम्भावित घाटा बेहेर्न सकियोस् भनेर केही रकम धितोको रूपमा आफूसँग राख्छ। हो, त्यही लक गरिएको पैसा नै मार्जिन हो। अब आयो लिभरेज। यो चाहिँ एउटा जादुई औजार जस्तै हो, जसले सानो पुँजीलाई पनि ठूलो बनाइदिन्छ। जस्तो कि खातामा $100 मात्रै भए पनि लिभरेजको मद्दतले $1000 वा त्योभन्दा पनि बढीको ट्रेड गर्न सकिन्छ। तर एउटा कुरा के याद राख्नुपर्छ भने यसले नाफालाई जति बढाउँछ, नोक्सानलाई पनि त्यति नै बढाउने जोखिम हुन्छ। त्यसो भए मार्जिन र लिभरेजमा के फरक छ त? ल हेर्नुस्, एकदमै सजिलो छ। लिभरेज भनेको ठूलो पोजिसन लिन पाउने औजार हो, एउटा शक्ति हो, र मार्जिन चाहिँ त्यो औजार प्रयोग गरे बापत लाग्ने लागत वा शुल्क हो। यी दुई सँगसँगै आउँछन्, एउटा बिना अर्कोको कामै छैन। ल, मार्जिन र लिभरेजको आधारभूत कुरा त बुझियो। अब जाउँ दोस्रो खण्डमा। यहाँ हामी हेर्नेछौँ कि एउटा ट्रेडिङ खाताभित्र के कुराहरू हुन्छन् जसले त्यसको वास्तविक मूल्य देखाउँछ। सबैभन्दा पहिले कुरा गरौँ ब्यालेन्सको। ब्यालेन्स भनेको खातामा भएको कुल नगद रकम हो। यो एकदमै स्थिर हुन्छ। मतलब जबसम्म कुनै ट्रेड बन्द गरिँदैन, यो रकम जस्ताको तस्तै रहन्छ, बजार जति नै उथलपुथल भए पनि। त्यसपछि आउँछ अनरियलाइज्ड पिएल अर्थात् अवास्तविक नाफा वा नोक्सान। यसलाई फ्लोटिङ वा कागजी नाफा नोक्सान पनि भनिन्छ, किनभने यो वास्तविक भइसकेको हुँदैन। जबसम्म ट्रेड खुला छ, बजारको हरेक सेकेन्डको चालसँगै यो रकम प्लस माइनस भइरहन्छ। अब आउँछ सबैभन्दा महत्त्वपूर्ण कुरा, इक्विटी। इक्विटी भनेको खाताको रियल टाइम भ्याल्यु हो। यसले के देखाउँछ भने यदि अहिलेकै अहिले सबै चलिरहेका ट्रेडहरू बन्द गरियो भने खातामा कति पैसा बाँकी रहन्छ। सो इक्विटी भनेको के रहेछ त? ब्यालेन्समा चलिरहेको नाफा वा नोक्सान जोड्दा वा घटाउँदा आउने रकम। ला, खाताको संरचना पनि बुझियो। अब तेस्रो खण्डमा लागौँ। यहाँ हामी हेर्नेछौँ कि जब कुनै नयाँ ट्रेड खोलिन्छ, हाम्रो खाताको पैसा कसरी प्रयोग हुन्छ। याद छ हामीले अघि मार्जिनको कुरा गरेका थियौँ? हो, त्यही हो यो रिक्वायर्ड मार्जिन। जब कुनै एउटा ट्रेड खोलिन्छ, ब्रोकरले त्यो ट्रेडलाई खुला राख्नको लागि केही निश्चित रकम लक गरिदिन्छ। हो, त्यही एउटा ट्रेडको लागि छुट्याइएको रकम नै रिक्वायर्ड मार्जिन हो। अब युज्ड मार्जिन भनेको के हो त? यो भनेको जति पनि ट्रेडहरू चलिरहेका छन्, ती सबैको रिक्वायर्ड मार्जिनलाई जोडेर आउने कुल रकम हो। मानौ 5 वटा ट्रेड खुला छन् भने ती 5वटाको लागि लक भएको मार्जिनको कुल जोड नै युज्ड मार्जिन भयो। अनि फ्री मार्जिन चाहिँ के हो? सोझो हिसाब छ। यो भनेको त्यो पैसा हो जुन कुनै पनि ट्रेडमा लक भएको छैन र नयाँ ट्रेड खोल्नको लागि उपलब्ध छ। यसलाई खाताको इन्धन पनि भन्न सकिन्छ। फ्री मार्जिन जति धेरै भयो, नयाँ ट्रेड खोल्ने क्षमता पनि त्यति नै धेरै भयो। ल, यो तालिकाले अहिले भर्खरै हामीले कुरा गरेका 3वटा कुरालाई एकदमै राम्ररी देखाउँछ। हेर्नुस् त, इक्विटी भनेको खाताको रियल टाइम भ्याल्यु भयो। युज मार्जिन भनेको चलिरहेको ट्रेडहरूमा रोकिएको पैसा। र जब हामी इक्विटीबाट युज्ड मार्जिन घटाउँछौँ, बाँकी रहेको पैसा नै फ्री मार्जिन हो, जसले नयाँ ट्रेड खोल्न मिल्छ। कति सजिलो हिसाब। ओके, यहाँसम्म त सबै ठिक छ। तर अब हामी चौथो खण्डमा एउटा यस्तो चिजको बारेमा कुरा गर्दैछौँ जसले हाम्रो खाता कतिको स्वस्थ छ वा बिरामी छ भनेर देखाउँछ। यो एकदमै महत्त्वपूर्ण छ। त्यो चिज हो मार्जिन लेभल। यसलाई ट्रेडिङ खाताको हेल्थ मिटर वा स्वास्थ्य सूचक भन्दा पनि हुन्छ।
यो प्रतिशतमा देखाइन्छ र यसले हाम्रो खाता कति सुरक्षित छ वा कति जोखिममा छ भन्ने कुराको सङ्केत दिन्छ। यसमा ब्रोकरको मात्र होइन, हाम्रो पनि सधैँ आँखा हुनुपर्छ। एउटा उदाहरण हेरौँ न। मानौ खाताको इक्विटी $5,000 छ र प्रयोग भइरहेको मार्जिन $1,000 छ। यस्तो अवस्थामा मार्जिन लेभल कति होला? हो, 500%। यो कसरी आयो त? सूत्र एकदमै सरल छ। इक्विटीलाई युज्ड मार्जिनले भाग गरेर त्यसलाई 100 ले गुणा गर्ने। हाम्रो उदाहरणमा $5,000 लाई $1,000 ले भाग गर्दा 5 आयो, त्यसलाई 100 ले गुणा गर्दा 500% भयो। एउटा कुरा सधैँ ख्याल राख्नुपर्छ, यो प्रतिशत जति माथि भयो, खाता त्यति नै सुरक्षित मानिन्छ। ल, अब हामी अन्तिम र सायद सबैभन्दा गम्भीर खण्डमा आइपुगेका छौँ। के हुन्छ जब मार्जिन लेभल खतरनाक स्तरमा झर्छ? यहाँ हामी दुईवटा महत्त्वपूर्ण अवस्थाहरू, मार्जिन कल र स्टप आउटको बारेमा कुरा गर्नेछौँ। यी दुई कुरामा आकाश जमिनको फरक छ र यो बुझ्न एकदमै जरुरी छ। मार्जिन कल भनेको एउटा चेतावनी हो, खतराको पहिलो घण्टी। ब्रोकरले भन्छ, हेर खाता जोखिममा छ, केही गर। तर स्टप आउट भनेको चेतावनी होइन, यो त सिधै एक्सन हो, कारबाही। यहाँ ब्रोकरले आफै पोजिसनहरू बन्द गर्न थाल्छ। स्टप आउट प्रक्रिया कसरी काम गर्छ त? जब मार्जिन लेभल ब्रोकरले तोकेको एकदमै तल्लो बिन्दुमा पुग्छ, सिस्टमले आफै सबैभन्दा बढी घाटामा चलिरहेको ट्रेडलाई बन्द गरिदिन्छ। यसको मुख्य उद्देश्य भनेको खातालाई नेगेटिभ हुनबाट बचाउनु हो। जबसम्म मार्जिन लेभल फेरि सुरक्षित स्तरमा पुग्दैन, यो प्रक्रिया दोहोरिन सक्छ। त्यसो भए हामीले के बुझ्यौँ त? मार्जिन कल भनेको चेतावनी मात्र हो, स्टप आउट भनेको ट्रेडको अटोमेटिक क्लोजर हो। यी दुवैको लेभल ब्रोकरले नै तोकेको हुन्छ। र सबैभन्दा महत्त्वपूर्ण कुरा, यी दुवै संयन्त्रहरू ठूलो घाटाबाट बचाउनका लागि बनाइएका सुरक्षा उपायहरू हुन्, शत्रु होइनन्। ल त, आज हामीले मार्जिन ट्रेडिङका धेरैजसो जटिल शब्दहरूलाई सरल बनायौँ। अब एउटा प्रश्नमा विचार गरौँ। यी सबै कुराहरू छर्लङ्ग भएपछि ट्रेडिङ गर्दा जोखिम व्यवस्थापन गर्ने तरिकामा केही परिवर्तन ल्याउन सकिएला त? पक्कै पनि सकिन्छ। आजको लागि यति नै। धन्यवाद।